नमस्ते सम्पूर्णमा। आज भने यस भिडियोमा म 2083 सालमा पर्सनल इयर नम्बर 9 आउनेहरूको लागि केही सुझावहरू लिएर आएकी छु। 9 हो, 9 भन्ने बित्तिकै न्युमरोलोजीमा यसलाई मार्ससँग रिलेटेड गरेको हुन्छ। अर्थात् 9 नम्बर भन्नाले मार्स ग्रह, मङ्गल ग्रहलाई चाहिँ बुझाउँछ। अब नम्बरको आधारमा भन्नुपर्दा 1 देखि स्टार्ट भएर 9 मा इन्डिङ हुन्छ र फेरि पनि 1 बाट नै सुरुवात हुन्छ। तसर्थ नम्बर 9 लाई कम्प्लिसन इयरको रूपमा पनि हेरिन्छ। अब मेन गरेर यदि तपाईँहरूको पर्सनल इयर नम्बर 9 आएको छ भने यस वर्षलाई तपाईँहरूले कुनै पनि कामहरूको यदि सुरुवात गरिसक्नु भएको छ भने त्यसलाई चाहिँ सकेसम्म इन्डिङ गर्ने, अन्त गर्ने अथवा त्यसलाई कम्प्लिसन गर्ने कार्यतर्फ तपाईँहरूले फोकस गर्नुपर्ने हुन्छ। अर्थात् कामलाई चाहिँ कम्प्लिट गर्ने र पावरको डेभलप गर्ने बानीको विकास गर्ने र त्यसलाई फोकस गर्नुपर्ने हुन्छ। एक्टिभिटी वाइज रिमितीको रूपमा भन्नुपर्दाखेरि यसमा मेन भनेको तपाईँहरूको सुरुवात भइसकेको कामलाई चाहिँ अन्त गर्ने अथवा त्यसलाई चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ बढी फोकस गर्नुपर्ने हुन्छ। कुनै पनि व्यक्तिहरूलाई क्षमा याचना दिने, क्षमा गर्ने बानीको विकास पनि यो 2083 सालमा यहाँहरूले गर्दाखेरि तपाईँको यो वर्ष फ्रुटफुल नै हुनेछ। कुनै कामहरूको सुरुवात गर्ने सोच बनाइराख्नु भएको छ अथवा कामलाई चाहिँ सच्याउने सोच बनाइराख्नु भएको छ भने त्यसलाई गर्नमा, एक्सन लिनमा ढिलाइ नगर्ने, एक्सन लिइहालेर त्यो कामलाई चाहिँ कम्प्लिट गर्नेतिर लाग्नुभयो भने अवश्य पनि तपाईँको यो 2083 साल फ्रुटफुल हुनेछ। अहिले 2083 साललाई अझ राम्रो र बेटर बनाउनको लागि तपाईँहरूले मानवीय कार्यमा, सेवा धर्ममा पनि केही समय दिनुपर्ने हुन्छ। आफ्नो एङ्गर यानि कि तुरन्त रिसाउने, जति रिसाउने स्वभाव रहेको छ भने त्यसमा चाहिँ केही कन्ट्रोल गर्नुपर्ने हुन्छ। रिसाउ कन्ट्रोल गर्ने अथवा एङ्गरलाई चाहिँ ब्यालेन्स गर्ने गर्दाखेरि पनि तपाईँहरूको यो 2083 साल पक्कै पनि राम्रो नै हुनेछ। मन्त्रको रूपमा च्यान्टिङ गर्नको लागि स्क्रिनमा देख्न सक्नुहुन्छ। ओम हुम श्री मङ्गलाय नमः हो, यसलाई मङ्गलबारको दिन पारेर 108 पटक यानि कि एक माला च्यान्टिङ गर्नुभयो भने पनि पक्कै पनि यहाँहरूको यो 2083 साल फ्रुटफुल रहनेछ। फलो गर्नुभएको छैन भने फलो गर्नुहोला, लाइक, कमेन्ट र सेयर गर्दै जानुहोला।